सम्पूर्ण नमस्कार। आज हामी कानुनको शासन रुल अफ ल को बारेमा अध्ययन गर्न गइरहेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। रुल अफ ल कानुनको शासन। कानुनको अगाडि सबै समान हुने। कानुनको निर्माण वैधानिक निकाय वा जनप्रतिनिधिहरूबाट हुने। कानुनको अक्षरशः पालना हुने। कानुन उल्लङ्घन गर्नेलाई कानुनमा तोके अनुसारको सजाय हुने। कानुनद्वारा निर्धारित अधिकारमा सीमित रहेर मात्र सरकारले शासन गर्ने शासकीय पद्धतिलाई कानुनी शासन भनिन्छ। कानुनको अगाडि सबै समान हुने। कानुन निर्माण वैधानिक निकाय र जनप्रतिनिधिहरूबाट निर्माण गरिने। कानुन आधिकारिक वैधानिक निकाय अथवा जनप्रतिनिधिहरूबाट निर्माण गरिने। कानुनको अक्षरशः पालना हुने। कानुन उल्लङ्घन गर्नेलाई दण्ड सजाय दिने। कानुनद्वारा निर्धारित अधिकारमा सीमित रहेर मात्र सरकारले शासन गर्ने प्रक्रिया कानुनी शासन हो। र कानुनको अधीनमा रहेर गरिने शासन कानुनी शासन हो। संवैधानिक व्यवस्था। संवैधानिक कन्स्टिट्युसनल सिस्टम अफ नेपाल कानुनी राज्यप्रति प्रतिबद्धता जनाएको छ। प्रस्तावनामा कानुनी राज्यप्रति प्रतिबद्धता जनाएको छ। कानुनी सर्वोच्चतालाई आत्मसात गरेको छ। धारा 1 मा सार्वभौमसत्ता राज्यको सत्ता नेपाली जनतामा निहित छ। धारा 2 मा मौलिक हक तथा संवैधानिक उपचारको व्यवस्था गरिएको छ। भाग 3 मा नेपालको संविधानको भाग 3 मा मौलिक हक तथा संवैधानिक उपचारको व्यवस्था गरिएको छ। न्याय सम्बन्धी अधिकार अदालतबाट हुने। धारा 126 मा सङ्कटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हक तथा बन्दी पक्षीकरणको हकको प्रावधान गरेको छ। न्याय सम्बन्धी अधिकार अदालतबाट हुने। धारा 126 मा छ। सङ्कटकालीन अवस्थामा समेत संवैधानिक उपचारको हक तथा बन्दी प्रत्यक्षीकरणको हकको व्यवस्था धारा 273 मा छ। कानुनको दृष्टिमा सबै समान हुन्छन् भनी धारा 18 मा छ। समानताको हक। कानुनको दृष्टिमा सबै समान हुन्छन्। धारा 18 मा मृत्युदण्डको कानुन नबन्ने कसैलाई पनि मृत्युदण्ड दिइने छैन भनेर धारा 17 मा। तोके भन्दा बढी सजाय नहुने भनी धारा 20 मा छ। न्याय सम्बन्धी यो हो संवैधानिक व्यवस्था है। संविधानमा भएको व्यवस्था के छ त भन्ने सन्दर्भमा हो। कानुनको शासनका आधारभूत सिद्धान्तहरू। कानुन शासनका आधारभूत सिद्धान्तहरू के हुन् त? सर्वोच्चताको सिद्धान्त, व्यक्तिगत स्वतन्त्रताको सिद्धान्त, स्वतन्त्र न्यायपालिकाको सिद्धान्त, प्राकृतिक न्यायको सिद्धान्त, कानुन स्पष्ट पारदर्शी र स्थिरताको सिद्धान्त, स्वेच्छाचारी शक्तिमाथि नियन्त्रणको सिद्धान्त, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त। कानुनी शासनको महत्त्व। इम्पोर्टेन्स अफ रुल अफ ल। कानुनी शासनको महत्त्व के छ त? नेपालको संवैधानिक परिवेशमा कानुनको शासनको महत्त्व यसरी भन्न सकिन्छ। के छ त? वाट इज द इम्पोर्टेन्स अफ रुल अफ ल इन द कन्टेक्स्ट अफ नेपाल? न्याय र समानता कायम गर्नु। न्याय र समाजमा न्याय र समानता कायम गर्नु। अधिकारको रक्षा गर्नु। शक्तिको सन्तुलित र प्रभावकारी अभ्यास गर्नु। जवाबदेही र असल सरकारको निर्माण गर्नु। निरङ्कुशता र स्वच्छतारिताको अन्त्य गर्नु। नागरिक हितको सर्वोच्चतम रक्षा गर्न। पीडितलाई न्याय र समाज सञ्चालकलाई सजाय दिलाउन। देशमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न। असल राज्य व्यवस्था कायम गर्न। मानवीय व्यवहारलाई निर्देशित तथा अमन चयन कायम गर्न। असीमित अधिकारहरू नियन्त्रण गर्न। स्वच्छ र सक्षम न्याय प्रशासन हासिल गर्न। दण्डहीनता र अराजकताको अन्त्य गर्न। न्यायपूर्ण स्वच्छ तथा समृद्धशाली समाज एवं राष्ट्र निर्माण गर्न। मौलिक अधिकार तथा कर्तव्य बोध गराउन। कानुनको शासनको आधारभूत पक्षहरू। कानुन शासनको आधारभूत पक्षहरू के छन् त? अब कानुन शासनको आधारभूत पक्षहरू। प्रिरिक्विजिट्स अफ रुल अफ ल। सरकारको शक्तिमा नियन्त्रण छ। सरकारको शक्तिमा नियन्त्रण। कन्स्ट्रेन्ट्स अफ गभर्मेन्ट पावर। भ्रष्टाचारको अनुपस्थिति। अब्सेन्स अफ करप्सन। खुला सरकार ओपन गभर्मेन्ट। आधारभूत अधिकार फन्डामेन्टल राइट्स। व्यवस्था र सुरक्षा अर्डर एन्ड सेक्युरिटी। नियमको कार्यान्वयन रेगुलारिटी इन्फोर्समेन्ट। देवानी न्याय सिभिल जस्टिस फौजदारी न्याय क्रिमिनल जस्टिस।
कानुनी शासनका आधारभूत पक्षहरू भनेका सरकारको शक्तिमा नियन्त्रण, भ्रष्टाचारको अनुपस्थिति, खुला सरकार, व्यवस्था र सुरक्षा, नियमको कार्यान्वयन है, देवानी न्याय, फौजदारी न्याय है, यो भनेको आधारभूत कानुनी शासनको आधारभूत पक्षहरू हुन्। नेपालमा कानुनी शासनको अवस्था, चुनौती र समस्याहरू। नेपालमा कानुनी शासनको अवस्था तथा यसका विभिन्न समस्याहरू। लोकतन्त्रको सबलीकरण बिना कानुनी शासन पनि अधुरो रहन्छ। झट्ट हेर्दा कानुन बमोजिम शासन भए पनि यसले पूर्णता पाउन सकेको छैन। संविधान छ, कानुनी व्यवस्था छन्, कानुन अनुसार राज्य व्यवस्था सञ्चालन भएको देखिन्छ, तर सबैको लागि समान बन्न सकेको छैन। कानुनको उल्लङ्घन गर्ने सबैलाई दण्डको दायरामा ल्याउन सकेको छैन। दण्ड वा भएको अभाव देखिन्छ। देशको संविधान र कानुन नै नमान्ने समूह छन्, उनीहरूलाई सजायको दायरामा ल्याउन सकेको छैन। अनौपचारिक र अघोषित रूपमा कानुनभन्दा माथि आफू भएको महसुस गर्ने व्यक्तिको पनि कमी छैन। कानुनको पालनामा समस्या रहेको छ। कानुन मिच्ने कार्य राजनीतिक दल, भातृ सङ्गठन, व्यावसायिक संस्था, प्राज्ञिक संस्थाबाट हुने गरेको छ। कानुनको पालनामा समस्या छ। कानुन मिच्ने कार्य राजनीतिक दल, भातृ सङ्गठनहरू, व्यावसायिक सङ्घ संस्थाहरू, प्राज्ञिक संस्थाहरूबाट हुने गरेको छ। कानुनी राज्यको लागि कानुन र संरचनामा उल्लेख भए जस्तो व्यवहारमा भने देखिएको पाइँदैन। न्यायको लागि दशकौँसम्म अदालतको दैलो कुर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर न्याय महँगो पनि छ। न्याय महँगो छ, छिटो छरितो नहुँदा कानुनको प्रभावकारितामा कमजोर बनेको छ। राज्यले सबै अवस्थाका नागरिक उप समान व्यवहार देखाउनु पर्नेमा सो हुन सकेको छैन। राजनीतिक आस्था र आफ्नो मान्छेको अवधारणाले कानुनको दृष्टिमा समान भन्ने मान्यता ओझेलमा परेको छ। कानुनी एवं संवैधानिक प्रावधानहरू निश्चित समूह वा समूहकै हितको लागि परिमार्जन हुने गरेका छन्। कानुनी अस्थिरता बढेको छ। कानुनको प्रयोग सबैको लागि समान छैन। पहुँचका आधारमा कानुनको प्रयोग हुने अवस्था विद्यमान नै छ। लोकतान्त्रिक प्रणाली वास्तविक र व्यावहारिक रूपमा प्रयोग हुन नसकेको र कानुन बमोजिम शासन भए पनि पूर्णता नभएकोले न्यायिक निकायको संस्थागत सबलीकरण हुन सकेको छैन। न्याय खर्चिलो र सर्वसाधारणले धान्नै नसक्ने खालको न्याय प्रणाली छ। कानुनी शासनमा देखिएका समस्या, चुनौती समाधान गर्नको लागि गर्ने सुझावहरू। शासन व्यवस्थालाई थप जनउत्तरदायी, सहभागितामूलक र समावेशी बनाउने, नागरिक चेतनाको विकास गर्ने, नागरिक व्यापारलाई नागरिक शिक्षा प्रदान गर्ने, नागरिकलाई व्यापक नागरिक शिक्षा प्रदान गर्ने, अपराधीलाई कुनै किसिमको राजनीतिक प्रशासनिक संरक्षण नदिई कडा कारबाही गर्ने, अपराधीलाई कडाभन्दा कडा कारबाही गर्ने, कुनै संरक्षण नदिने, राजनीतिक संरक्षणको भातृ सङ्घ सङ्गठनको संरक्षणमा बसेका छन्, यिनीहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नु पर्यो होइन। अपराधीलाई कुनै किसिमको राजनीतिक संरक्षण दिनु भएन होइन, यिनलाई कडाभन्दा कडा कारबाही गर्नु पर्यो। तीनै तहका सरकारले यसको सफलतापूर्वक अभ्यास गर्नु पर्यो। तीन तहका सरकारले प्रभावी रूपमा कार्यान्वयन गर्नु पर्यो। अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने, आर्थिक सामाजिक प्रशासनिक रूपान्तरण गरी जनतालाई प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने, न्यायपालिकाको कार्य सम्पादन अत्यन्तै ढिलो भएकाले न्याय सम्पादन कार्यलाई छिटो छरितो बनाउने, सरकारी काम कारबाहीलाई खुला तथा पारदर्शी बनाउने, सूचनाको हकको प्रभावकारी किसिमले कार्यान्वयन गर्ने, गम्भीर अपराध तथा मानवाधिकार उल्लङ्घनकर्तालाई माफी दिने व्यवस्थाको खारेज गर्ने, त्यसमा सुधार गर्ने। गम्भीर अपराध गरेको छ तर माफी दिने चलन छ, राष्ट्रपतिले माफी दिने भन्ने छ, त्यो हटाउने, त्यो खारेज गर्ने है। गम्भीर अपराध गरेको मान्छेहरूलाई चाहिँ त्यो माफी दिने कुरा चाहिँ हटाउने। राजनीतिक तथा प्रशासनिक कार्यक्षेत्र थप स्पष्ट गर्ने, प्रशासनमा राजनीतिक हस्तक्षेप हुन नदिने अवस्थाको सिर्जना गर्ने, राजनीतिक र प्रशासनिक कार्यक्षेत्र थप स्पष्ट गर्ने, प्रशासनमा राजनीतिक हस्तक्षेप हुन नदिने अवस्थाको सिर्जना गर्ने, न्यायपालिकाको स्वतन्त्रता आँच नआउने गरी काम गर्ने, प्रधान न्यायाधीश अब न्यायाधीश नियुक्ति तथा संसदीय सुनाई प्रक्रियामा राजनीतिक गन्ध आउने गरेको देखिएको छ। यस सन्दर्भमा न्यायपालिकालाई राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त गराउने। धन्यवाद। भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। नमस्कार।